यहाँ धुला होइन माछा जान लाग्यो सत्यराज काले अमृत ल म चाहिँ हिँडेँ है म चाहिँ गलबोग्नीमा हामी चाहिँ घरमा पार्दै मोडाहरूले कति किलो ल्याउने हो माछा माछा कति किलो ल्याउने हो केटा सही हो सही हो हामी चाहिँ अहिले ठुलोडारमा यहाँ चाहिँ पहिला मान्छे बस्थ्यो अरे अहिले चाहिँ पराल मात्र हो केटाहरू त्यहाँतिर गल बोकेर को माइलामा होला घाँस काट्नु भयो भाइ कल भाइ ओ कल अहिले हामी रूपागोठ चाहिँ भत्केर यस्तो भएको रहेछ हेर गाडी सब गाडी भयो अहिले सब गाडी ल यसले चाहिँ अमरा झार्न खायो त झार्छ ल त्यसले के भयो एउटा झारेन ला सरम छैन यत्रो झुप्पोमा कुन चाहिँ लान लाग्यो ऊ त्यो ठुलो पाला ल म त्यही जुम गर्छु लान अब अनेक बाना हुन्छ नि यसको झारे एउटा चाहिँ झारे ल तीनटा मात्रै भएको है कुन चाहिँ तिनवटा ल सबैले जुम भयो जुम्न ल झारे एउटा झार्यो टिप बाई टिप ल जाउँ अबेला भइसक्यो ल झारे खाइदिउँ अहिले चाहिँ सबै बन्द भएर यस्तो कनाको नै खान्छ गिरे बाटो हिँडेको हेर काउसो सल्केर मरिनु बाँच्नु भयो मार्न लागिहाल्यो नि रातै भएर सबै काउसो सल्काइदियो भने अर्को नि आइरहेको माथिबाट अर्को झऱ्यो यही हो मेन लिडर चाहिँ यहाँको काउसो खोलामा आइपुग्यो है खोलामा हाम्रो अमेरी खोला है त के गर्ला छ है हेर यतिर नि छ माछा त के गर्ला छ भन नि तपाईँ भन हातमा भेट्ला भाइ लाग्यो हो गाहा यार माछा उतै हो त्यहाँनिर माछा त्यहाँ त अनि कसरी भेट्छ त नि ऊ भाइ कत्रोलाई हेर्दै यो गयो लाग्यो यार त्यसलाई लट्ठ्या पौडी खेल्ने रुवा रहेछ है यहाँ अब माछा मारेर त सकिन्न अब पौडी खेलेर जानु पर्ला त चिसा यो रमा म बुवा भिराजु भएर माऱ्यो होला 4 दिन जति पोहोर पराएर छेपा यहाँ एउटा ठुलै माछा दियो फाल्दियो माछा टिपाई घन्टी माछा त्यहाँ त्यो घन्टे टिप अब यसलाई पनि छोडिदिउँ अब यसलाई पनि बिचरा नि घन्टी त बिरे उनीहरूले त्यही घन्टी छोडेर जान्छ अहिले
माथिबाट गइलो यसो हल्कायो टिप्छ पाइन्छ आउँछ आउँछ कहाँ यहाँबाट पानी आयो भने चाहिँ सजिलो हुन्थ्यो गर्दैछ केटोले गर्दैछ आउला त बिरे कि छालकाट छैन यो दुलोबाट यहाँबाट पानी आइदियो भने चाहिँ पानी ट्याप्पै हुन्छ यहाँबाट पानी यो पानी यहाँबाट च्याट्ट यहाँबाट कटाउनु छ भने चाहिँ माछा बर है केटाहरू जोसिहान है यति बसी जोसी केटाहरू इन्जिनियर ठिला ल यहाँ पानी छिरो अब यो पानी यस अब यहाँ यो सर्लक्कै सुगाउने हो ल सही हो बिरे सही हो बिरे न त हो फेरि कतिसम्म छुन्ने विचार गर्नु पर्यो नि त फेरि यहाँ त अब लजा लुतु खोलिन्छ होला सबै यहाँतिर छ है हो यो ढुङ्गा चाहिँ झिक्यौँ मान्छे एउटा निको तल ठिकै छ गरे केटाहरूले गऱ्यो ल त ल्या बिरे त्यो चाहिँ माछा सिकारी टोड्के बरु सही हो गयो पानी गयो कालो ए आइसक्यो नि पानी भने जस्तै भयो ल यहाँ सर्लक्क गऱ्यो यो त्यो दुइटा भुङ्गालो फर्काउनु मात्र पायो भने नि मजा आउँथ्यो भने हो जोसियो केटा जोसियो माछा पाहा परिसक्यो अब हो यहाँ खोलेपछि हुन्छ ल सही आयो पानी आयो हो यतापट्टि खोल्दैछ बैल छ कोदालो खन्दैछ बिना हालेपछि कोदालोको हुन्छ ल यताबाट त गाएन बिरे भाइ है यहाँतिर त गाएन गयो भने नि यहाँ गहिरो बनाएर खन्दैछ हुन्छ बरु यहाँ चाहिँ अलि उकालो रहेछ यहाँ चाहिँ धेरै दुःख गर्नुपर्छ यार नत्र यहाँ गयो पानी यहाँ त गाह्रै छ नत्र यही आज चाहिँ यही मात्र मारौँ भोलि फुर्सद भयो नि माछा पायो नि यता आउन माछा होला नि त के खारे भाइ प्लान के खारे यो उकालो हो यहाँबाट चाहिँ वहाँ उँधोसम्म होइन कहाँ हाल देखेँ भरको वहाँ उँधोसम्म हो यति चाहिँ गर्न पायो भने चाहिँ सर्लक्कै हुन्छ यो मेरो जोसिलो है यो साह्रै जोसिलो मान्छे आज चाहिँ हामी माछा मार्न आएको होइन यत्रो दुःख गरिरहेछन् अमृत बिरे सते दाई अनि यता चाहिँ म हामी चाहिँ मन्दिर खोला माछा मार्न आएको के छ अमृत गुड भेरी गुड गुड ल ढुङ्गा पल्टाउँ पल्ट्यो निकाल जान्छ ढुक्क हान्यो हान यतिकै जान्छ केटा यसलाई एकचोटि एक पल्टाङ गरेर पानी हुन्थ्यो
मलाई कोदो रहेछ के लात्ताले एउटा खेलाएर हान्नु मिल्दैन नि डोल्नै पर्छ क्या घरको अब बिड छैन त यो मान्छे घोडा यस्तो ठाउँलाई यस्तो बनायो यहाँसम्म पानी आइपुग्यो अब यहाँ यति छ यो ढुङ्गा उक्यो भने गट्टट गयो पानी केटाहरू सब जोसिलो खानु ल हच्का हच्का केटा हच्का यो ठुलो ढुङ्गा उक्काउनु पाए चाहिँ मजा आउँछ हेर मैले कालेलाई भन्नु खोजेँ तल भएछ कि ए बा हो जोसिलो केटाहरू ल यो ढुङ्गा नि हल्लियो अब के होला त ल है यो ढुङ्गा नि आउला जस्तो गरे ऊ हल्लियो लम्मै छिराएको कहाँ आउँछ त मुझे बल त टुप्पाले हान्यो टुप्पाले यसले के गरेर राख्छ है त यसले हो रहेछ खोलै गयो यो मान्छे गडा जियात्रो मोर्दार यो मोर्दार नसोचेको ठाउँबाट यत्रो पानी गइसक्यो है माछा चाहिँ देख्न थाल्यो पानी यत्रो भयो है उसलाई चाहिँ ट्याप्लेकै फर्कायो होइन खले बिरे माछा सक्यो एउटा माछा घर लाग्यो चल रहा Yes. मराजा तिमीलाई रानी बनाई कौला आँखा नानी बनाई कलकत्ते काइयो ए चाहिए माया भनेर कलकत्ते काइयो मराजा तिमीलाई रानी बनाई राखौला आँखा नानी बनाई माछा मार्दैछन् परिसक्यो होइन क्याच गर साथी एउटा त अब माछा साँच्न नसक्ने यो ढुङ्गा हान्छ यो ढुङ्गा त आएन होला भन्ने मान्छे
क्यामेरामा पानी पस्यो खालि म गर्छु तैँले गरेर म राजा तिमी बटाले जे के अरे यसो नाम खुवा 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 पनि थाहा पाइरहेछ अघि एउटा पाएर लग्यौँ अनि यहाँ आएर मिसिसक्यो यतापट्टिको यहाँबाट माथिसम्म एक छाक माछा त पुग्यो होला भोलि आउन पायो भने पानी चाहिँ ट्याप्पै बनाउन सकिन्छ है वाउ बिरे भयो भन्दा नि माथिबाट हो दुईटा मुजी काट दिँदा मुजी यी भिडियो हेर ल हे पनि आएछ भएछ त अनिल बहिनी ए भए नि लैजा यत्रो भइसक्यो नि